तानसेन पाल्पाको ऐतिहासिक गति र गौरवपछि अब विद स्पिडको यात्रा आइपुगेको छ नेपालको पर्यटन राजधानी लेक साइडको सहर पोखरा। पोखरा गण्डकी प्रदेशको राजधानी मात्र होइन, यो हो सपना देख्नेहरूका लागि एउटा जीवित प्रेरणा। अन्नपूर्ण, धौलागिरी र माछापुच्छ्रे हिमालको छायामा बसेको यो सहर शान्त पनि छ र शक्तिशाली पनि। फेवातालको किनारदेखि सेती गण्डकीको खोजसम्म यहाँको हरेक पाटापथ, ढुङ्गा डिस्को र गुफाले इतिहास, संस्कार र प्राकृतिक ऊर्जा बोकिरहेको छ। फेवाताल र माछापुच्छ्रे हिमाल, धौलागिरी, अन्नपूर्णले गर्दाखेरि सुन्दर र एकदम शान्त ठाउँ हो पोखरा। तालबाराई मन्दिरको बारेमा भन्दाखेरि यो पुरानो पुर्खौँदेखिको कहानी छ, जुन यो मन्दिर उहाँ तल सिरानमा थियो अनि एकजना जोगी आउनुभयो होइन, कहीँ बासा बस्न दिनु भएन अरे, अनि एउटा बुढी आमा हुनुहुन्थ्यो अरे, त्यहाँ बासा बस्न दिनुभयो अरे होइन। त्यो जोगीले के भन्नुभयो भने, आमा तपाईँ निक्लेर जानुहोस्, यस्तो पानी आउनेछ भनेर भन्नुभयो अरे। सबै पानी भएर अनि त्यो उहाँको मन्दिर यहाँ आएर सुधार गरेर राम्रो भएको छ। र इन्टरनेट हामीले ओल्डिङै युज गरेको छौँ र ओल्डिङ देश अहिले एकदम राम्रो चलिरहेछ। मेजर डेस्टिनेसन फर टुरिज्म इन नेपाल, जहाँ हिमाल र ताल आफ्नै घरको आँगनमा भए जस्तो लाग्छ। मेरो पनि पर्सनल फेभरेट हो हामी पोखरामा छौँ र यहाँहरूले हेर्न सक्नुहुन्छ। द सेटअप इज अलमोस्ट कम्प्लिट, वी आर अबाउट टु स्टार्ट, लेट्स सी हाउ इट गोज। पोखराका युवाहरू पनि यहाँको पहाड र पोखरी जस्तै छन्, शक्तिशाली, गहिरा र समर्पित। यहाँका युवाहरूका लागि क्रिकेट केवल खेल होइन, यो हो पहिचान बनाउने मैदान। स्कुलका खेल मैदानदेखि लेक साइडका गल्लीसम्म हरेक डेलिभरीमा छ आशा, सङ्घर्ष र सपना। अनि आजका दिन मैदानमा पनि त्यही साहस र समर्पण प्रकट भइरहेको छ। यहाँलाई फर्स्ट अफ अल चाहिँ महेन्द्रनगरमा देखेका थियौँ हामीले होइन, त्यसपछि महेन्द्रनगरदेखि पोखरासम्म ट्राभल कसरी आउँछ यस्तो जोस? लास्ट इयर पनि मिस भएको थियो मेरो होइन, यो पालि चाहिँ जसरी पनि दिन्छु भन्ने थियो, अनि बट अनफर्चुनेटली 128 आएको थियो मेरो, सेकेन्ड हुन पाएँ। अनि योभन्दा बेटर चाहिँ मेरो हुन्छ जस्तो लाग्थ्यो मलाई। त्यही फ्यामिली डिसिजनहरूले पनि धेरै हेल्प गर्यो मलाई, त्यहाँहरूलाई पनि सोधेँ। अनि फेरि नेक्स्ट डे चाहिँ म महेन्द्रनगरदेखि यहाँ पोखरा आएँ। 117 थियो यहाँको अहिलेसम्मको टप स्पिड। सो यो कुरामा अलिक डिसपोइन्टेड हुनुहुन्छ यहाँ? अभियसली डिसपोइन्टेड छु होइन, किनकि 128 लास्ट टाइम पारेको थियो, 117 आएको छ यहाँ होइन। लेट्स होप फर द बेस्ट होइन, नेक्स्ट राउन्डमा मेबी होपफुल छु, अझ राम्रो बेटर गर्छु भन्ने कुरा। कृष्णजी, मैले थाहा पाए अनुसार यहाँ चाहिँ सिजन 1 को पोखरा एक्टिभेसनको विनर हुनुहुँदो रहेछ। अहिले चाहिँ कतिको चाहिँ कन्फिडेन्ट हुनुहुन्छ? अब आफ्नो बेस्ट दिने हो, आफूले सकेको फाल्ने हो होइन। अब आफ्नो ट्यालेन्टलाई सो गर्न ट्राई गर्छु। एकदम लोकल लेभलबाट चाहिँ धेरै सहरहरूबाट बलर खोज्दैछौँ, यो कस्तो अपर्च्युनिटी हो जस्तो लाग्छ यहाँलाई? मलाई चाहिँ एकदमै राम्रो अपर्च्युनिटी हो, र ट्यालेन्टहरू माथि आउन हेल्प गर्छ। सर्वप्रथम त होल्डिङलाई होइन, यो बिट द स्पिड भनेर जुन नेपालमा फास्ट बलरहरूको चाहिँ एउटा खोजीको लागि निस्केको छ, म यो उहाँहरूलाई पोखरामा स्वागत गर्न चाहन्छु। र यो पुरै अभियानमा तपाईँहरूलाई शुभकामना छ। सबैले लाग्छ कि मेरो स्पिड कति ठाउँमा कति छ त होइन, त्यो वास्तवमा खेलिरहेको प्लेयरहरूलाई पनि आफ्नो स्पिडको बारेमा थाहा हुन्छ र नयाँ नयाँहरूलाई पनि म कतिमा जान सक्छु त्यो एउटा चाहिँ आकर्षण गर्छ। अनि बल्ल अनुभव गर्छ कि बलरले चाहिँ कति मेहनत गरेको छ। त्यसले गर्दा कम्तीमा होल्डिङले गर्दाखेरि हाम्रो बलरहरूको स्पिड के छ
लास्ट इयर हामी हेऱ्यौँ कति थियो हामीलाई थाहा भयो होइन यो वर्ष पनि उनीहरू आइरहेको छ नि भने उनीहरूको इम्प्रुभमेन्ट भयो कि भएन अनि ती चिजहरू जोडेर आउँछन् फाइनल राउन्डमा हामीले 4 जना सर्ट लिस्ट गरेका छौँ आज त्यही सपना साकार बनाउँदैछन् किरण चन्द, जसले 126 किलोमिटर प्रति घण्टाको तीव्र गति फ्याँक्दै दर्शकहरूलाई चकित बनाएका छन्। किरणलाई हाम्रो सम्पूर्ण टिमको तर्फबाट हार्दिक बधाई। कस्तो महसुस हुँदैछ विनर भइसकेपछि? एकदमै ग्रेटफुल महसुस भइरहेको छ तर आफैदेखि म डिसएपोइन्टमेन्ट पनि छु किनभने मैले एक्सपेक्टेसन चाहिँ 130 प्लस थियो। बिट द स्पिड सिजन 1 चाहिँ यहाँको मिस आउट भयो। सो यो 1 वर्षको टाइम जुन थियो सिजन 2 आउनु अगाडि त्यो पर्टिकुलर टाइम यहाँको लागि कस्तो थियो? मैले जति बेला पनि सोसियल मिडिया स्क्रोल गरेँ त्यही आउँथ्यो कि बिट द स्पिड सिजन 1 सबै केटाहरू यङ्स्टरहरू ट्रेनिङ गरेर आएको। मलाई यस्तो रिग्रेट भइरहेको हुन्थ्यो कि म सेकेन्ड सिजनको लागि वेट गरेर आएँ। 100% एफर्ट लगाएर आफ्नो मनदेखि गर्नुहुन्छ त्यो रिजल्ट एक दिन आइ नै हाल्छ, म त्यस्तै भन्छु। एक्ज्याक्टली मेहनत गरिसकेपछि फल चाहिँ पाइन्छ भन्ने कुरा हामीले आज देख्यौँ र नेभर गिभ अप एटिट्युड पनि हुनुपर्छ। यहाँलाई ह्युज कङ्ग्रेचुलेसन्स र थ्याङ्क यू भेरी मच। थ्याङ्क यू। हिमाल हेरेर हुर्केका युवाहरूको हिम्मत सधैँ उचाइमै हुन्छ। त्यो कुरा पोखराका युवाहरूले आज साबित गरिदिए। यस सहरको सौन्दर्य मात्र नभई यहाँका युवाहरूको स्पिड, समर्पण र आत्मविश्वासले बिट द स्पिडलाई अझै अर्थपूर्ण बनायो। अब हाम्रो यात्रा बढ्दैछ देशको मुटु, सम्भावनाको केन्द्र, राजधानी काठमाडौँतर्फ।